एसई को उत्तर पुस्तिका जाँच्ने काम सकियो। वैशाख 28 मा रिजल्ट गर्ने तयारी। माध्यमिक शिक्षा परीक्षा एसई को नतिजा 28 वैशाखमा सार्वजनिक हुने भएको छ। आइतबार परीक्षा सकिएसँगै उत्तर पुस्तिका परीक्षण पनि सकिएको छ। 1 महिना भित्रै नतिजा सार्वजनिक गर्ने सरकारको नीति अनुसार परीक्षा भएकै दिन सम्बन्धित विषयको कपी परीक्षा केन्द्रहरूमै जाँचिएको थियो। विगतमा परीक्षा सकिएपछि परीक्षण सहित सम्पूर्ण प्रक्रिया सकेर नतिजा सार्वजनिक गर्न 3 महिना लाग्थ्यो। तर यसपटक नयाँ कार्यविधि बनाएर फास्ट ट्र्याकमा काम गरिएको हो। विगत वर्षहरूमा उत्तर पुस्तिका परीक्षणमा 1 महिना लाग्थ्यो, तर यसपटक परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएको हो। शिक्षा मन्त्री सस्मित पोखरेलले विगतको ढिला सुस्ती अन्त्य गर्न परीक्षाकै दिन उत्तर पुस्तिका परीक्षण गर्न बोर्डलाई निर्देशन दिएका थिए। मन्त्रालयको निर्देशन अनुसार काम गर्न बोर्डले नयाँ कार्यविधि बनाएको थियो। सुदूरपश्चिम कर्णाली र अन्य प्रदेशका पनि हिमाली जिल्लाबाट उत्तर पुस्तिका बोर्डमा ल्याउन समय लाग्ने भएकाले यसका लागि बोर्डले 5 वैशाखसम्मको समय दिएको छ। काठमाडौँ उपत्यका र उपत्यका नजिकका जिल्लाबाट भने सोमबारदेखि नै उत्तर पुस्तिका र मार्कस्लिप बोर्डमा पुग्ने राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु प्रसाद गेवालीले जानकारी दिएका छन्। 20 वैशाखसम्म सबै विवरण सिस्टममा अद्यावधिक गरिने बोर्डले जनाएको छ। अद्यावधिक पछि प्राविधिक रुजु र प्रमाणीकरण हुनेछ। यी सबै काम सकेपछि बोर्ड बैठक बसेर 28 वैशाखमा नतिजा प्रकाशन गरिने गेवालीले जानकारी दिए। यसपटक नतिजा सार्वजनिक भए लगत्तै बोर्डको वेबसाइटमा विद्यार्थीको विवरण सहितको नतिजा प्रकाशन गर्ने तयारी छ।